यो र वाटर पाइप 3 इन्चीको छ GI को। यहाँदेखि हामीले यहाँ ल्याएर यो ट्याङ्कीमा चाहिँ राख्छौं। यो 5-4 लिटरको ट्याङ्की हो र हामीले यता यो टेक्सटाइल कम्पनीको लागि यो एउटा कार्बन यो स्यान्ड फिल्टर छ। यो फर्स्टमा यो स्यान्ड फिल्टर हो। यो मल्टिबल्ब भयो, ब्याकवास भयो, अनि यो कार्बन फिल्टर भयो, अनि यो रेजिन सफ्टनर एनायन रेजिन हो। यो चाहिँ कम्प्लिट यो टेक्सटाइल कम्पनीको लागि यो उत्कृष्ट एउटा ठुलो प्लान्ट हो। र ब्याकवासको लागि हामी तलबाट एउटा पाइप लिएर आएर यतातिर लिएर गएका छौँ र यहाँदेखि फिल्टर भएको पानी यसबाट गएर यो 5-6 लिटरको दुईटा ट्याङ्कीमा चाहिँ रिजर्भ हुन्छ। अनि यो रिजर्भ भइसके पछाडि डिस्ट्रिब्युट हुन्छ है त। यो एउटा ठुलो रौतहट जिल्लाको हर्सा भन्ने ठाउँमा रहेको अथर्व टेक्सटाइलमा राखिएको एउटा ट्रिटमेन्ट प्लान्ट हो, वाटर ट्रिटमेन्ट प्लान्ट। हेर्नुस् है त, यसरी हामीले कमर्सियल वाटर ट्रिटमेन्ट प्लान्ट राख्ने गर्दछौँ। हजुरहरूलाई आवश्यकता पर्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ tradenepal.online-बाट। नेपालभर उपलब्ध हुनेछ। हेर्नुहोस् हाम्रो भाइहरूले काम गर्दैछ अहिले पनि। उताबाट इन्डेट आएको छ। यो वाटर ट्रिटमेन्ट प्लान्ट स्यान्ड फिल्टर, कार्बन फिल्टर र सफ्टनर रेजिन हो। एनायन रेजिन राखेको छ यसमा, नुनले चार्ज हुन्छ। यो कम्प्लिटली यो सेटअप भएको तपाईहरुले देख्न सक्नुहुन्छ। कम्प्लिट भएको छ। अब यसलाई हामीले ब्याकवास गरेर ह्यान्डओभर गर्दैछौँ। ओके, थ्यांक यू, बाइ बाइ।